माधव नेपालको नाम लिएर म एकछिनपछि मुख खुल्ला गर्छु। देशकाको नाम किन लिनु? देशका खोलन नाम। केपीओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य, अनसिभिलाइज्ड र गलत छ। उहाँलाई त रमाइलो भए जस्तो क्या, देश बर्बाद भइरहेछ, संविधान बर्बाद भइरहेछ, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ, उहाँ त बडो जितेको विजेता जस्तो। संकट होला, केपी ओलीलाई पर्या होला, प्रचण्डलाई पर्या होला, माधव नेपाललाई पर्या होला। देशलाई कहाँ संकट पर्यो, केमा संकट? तपाईँहरूलाई केमा संकट पर्यो भन्नुहोस् त। अघि मैले भर्खर सुने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्यो भनेर यो बाँचोस् भनेको थियो अरे, खतरामा पर्यो अरे संघीय लोकतान्त्रिक गणतन्त्र। के भएछ? केही बिमारी त संघीय लोकतान्त्रिक गणतन्त्रलाई म देख्दिनँ। कुनै कहीँबाट खतरा आएको त देख्दिनँ। कुरा चाहिँ मिठोसँग गर्ने तर भित्र चाहिँ छुरा चाहिँ रोप्ने यस्तो हुनुहुँदो रहेछ क्या हाम्रो केपीजी। अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुरा बनाउँदै, टोरी बनाउँदै दुनियाँलाई रुवाउँदै हिँड्नु त म? कुरा बोल्नु हो त उहाँले भन्नुहुन्छ नि, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न, गर्नेलाई देख्न पनि सक्दिनँ भन्नुहुन्छ, गर्नेलाई मजाले संरक्षण गर्नुहुन्छ फेरि भित्रबाट चाहिँ। गाईलाई घाँस हाल्यो भने दुध दिन्छ, भैँसीलाई घाँस हाल्यो भने दुध दिन्छ, भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ। प्रचण्डलाई के दिएर के दिन्छ? केपी जस्तो निरङ्कुश अहङ्कारी दम्बीलाई भित्र गोबर भरिएपछि चिप्लै लाग्छ। केपी जति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन। प्रचण्डलाई सहकार्यमा लिन सकिँदैन, माधव नेपाललाई सहकार्यमा लिन सकिँदैन, किन उहाँहरूको विश्वसनीयता छैन। केपी ओलीजीको मैले बखान गर्नु जरुरी छैन। त्यो हजार जीवा भएका शेष नागले उनको व्याख्या गर्न सक्दैनन्, मैले कसरी गर्न सक्छु? उनी त बैलगाडा दर्शनका प्रवर्तक हुन्। बैलगाडा चढेर वासिङटन जानु र नेपालमा राजतन्त्रलाई फालेर गणतन्त्र ल्याउने उस्तै कुरा हो भनेर निराशा छर्ने व्यक्ति, गणतन्त्र विरोधी व्यक्ति आज गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गर्दैछ। त्यसो हुनाले उनी बैलगाडा दर्शनका प्रवर्तक दार्शनिक, बैलगाडा दार्शनिक केपी ओलीजी हो। दोस्रो, उनी गफाडी गफाडी, यस अर्थमा गफमा उनलाई कसैले सक्दैन। गफमा उनले विद्यावारिधि प्राप्त गरेका छन्। त्यो विद्यावारिधि प्राप्त गरेको हुनाले गफमा मान्छेलाई भुलाउन सक्दछ, झुटको पुलिन्दा छर्न सक्दछन्, भ्रमको खेती गर्न सक्दछन्, झुटोलाई साँचो भनेर तपाईँलाई अल्मल्याउन सक्दछन्। होस गर्नुहोला, ख्याल गर्नुहोला, समयमा भुल्नुभयो भने पछि फुर्सदमा पछुताउनु पर्ने हुन्छ। म गाविस अध्यक्ष भयो भनेदेखि त यो गाउँलाई चाहिँ म त स्विजरल्यान्ड जस्तो बनाइदिन्छु। त्यसो गरेर कसो होला? एकदम राम्रो हुन्छ त, एकदम राम्रो। स्विजरल्यान्ड भन्ने कस्तो छ? खोइ दाइ हुनुहुन्छ एकदम आराम छ। तपाईँ एमालेको झोले, अब सबै नेताहरूको झोले तपाईँ केपी शर्मा ओलीको झोले। तपाईँको झोले को त? अब तपाईँ जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो है। तपाईँले अहिले कुनै पनि एजेन्डा नपाएर झोले भन्ने शब्द किन अगाडि ल्याउनु भयो क्या? केपी शर्मा ओलीको झोले, एमालेको झोले, देशको झोले बन्नु, जनताको झोले बन्नु, जनताको लागि काम गर्नु। सुरेश शाबाश बेटा।
राम्रो आएन भनेर आन्दोलनमा आउनु भयो। हाम्रो रिजल्ट चाहिँ एक्सपेक्ट गरेको भन्दा कम आयो। एक्सेप्ट गर्नुभएको थियो, कति आयो? आउनु त राम्रो नै आएको छ तर पनि कुनै सब्जेक्टमा हुन्छ नि A+ को लेखेको ठाउँमा C+ आइदिएछ। मेरो बायोलोजीमा चाहिँ जस्ट पास गर्दैछ। बायोलोजी भनेको के हो भने कसैले सोध्यो भने तपाईँ भन्न सक्नुहुन्छ ल पर्रै के आयो तपाईको, कति आउनु पर्ने, कति आयो तपाईको? मेरो 3.7 कट्नु पर्ने हो, मेरो 3.47 आएको छ। हामीले चाहेको जस्तो मार्क्स पाएन, हामीलाई त्यही चाहिएर आएको। कति चाहनु भएको थियो तपाईले मार्क्स? हामीले 3.40 समथिङ त्यस्तै चाहिएको हो। मागेर पाउने भएमा लाइक हाम्रो यो हामीले मेहनत गरे जस्तो मार्क्स नआएर हामी यहाँसम्म आउनु पर्यो। पास भइसक्नु भएको छ, किन यसरी आउनु पर्यो? पढ्ने बेला हेर्नुस् त। त्यही त आफूले मेहनत गरेर लेखेको, अब आफूलाई मार्क्सै दिएर त। तपाईहरुले चाहेको जति नम्बर दिने हो भने त टिचर किन राख्नु पर्यो, कलेज किन राख्नु पर्यो? एक्सपेक्टेसन कति थियो, आयो कति? एक्सपेक्टेसन त मेरो त A सम्म थियो, धेरै पनि थिएन। तर A भन्दा पनि मेरो त एनजिबु छ त 0.0 जिपेछ त्यो। जसरी रिजल्ट धमाधम प्रकाशित पनि भयो। नोबल प्राइज पाउँछु भनेर होला है 35 दिन भित्रै निकालेर। जिपिए चाहिँ पर्सनली 3 खोजेर आएको हो हैन, तर मेरो एक्सपेक्टेसन अनुसार चाहिँ मेरो मिनिमम एक्सपेक्टेसन पनि 3.61 थियो हैन। पास भइसक्नु भएको छ, किन कराउनु परिरहेछ? म पास त भए, तर पास भयो भन्दैमा हुँदैन नि त। इंग्लिशमा मेरो B आएको छ। तो क्या हो गया? त्यो त जति नै गाह्रो क्वेशन भयो भने मेरो इंग्लिशमा B आउँदैन आउनु पर्ने। अब म्याथमा त कति आउँछ भन्ने कुरा थाहा छ नि त हामीलाई। मजाले 60-65 मार्क्स गरेर आएको, म म्याथमा फेल भएको छु। ल म्याथमा फेरि ट्याक्कै निकाल्नु पर्छ नि त। हजुर हैन, ट्याक्कै निकालेको छ। उहाँलाई त रमाइलो भए जस्तो क्या, देश बर्बाद भइरहेछ, संविधान बर्बाद भइरहेछ, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेछ, उहाँ त बडो जितेको विजेता जस्तो। अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुरा बनाउँदै दुनियाँले रुवाउँदै हिँड्नु त म? गाईलाई घाँस हाल्यो भने दुध दिन्छ, भैँसीलाई घाँस हाल्यो भने दुध दिन्छ, भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ। प्रचण्डलाई के दिएर के दिन्छ त? कुरा चाहिँ मिठोसँग गर्ने, तर भित्र चाहिँ छुरा चाहिँ रोप्ने, यस्तो हुनुहुँदो रहेछ क्या हाम्रो केपीजी। गर्नेलाई देख्न पनि सक्दिन भन्नुहुन्छ, गर्नेलाई मजाले संरक्षण गर्नुहुन्छ, फेरि भित्रबाट प्रधानमन्त्रीको पसर आयो भने भन्छु, अरू भन्दिनँ। प्रधानमन्त्री चाहिँ अहिले भए पनि बनिएको छ, गर्न सक्नुहुन्छ। त्यस्ता नाथे प्रधानमन्त्री पद चाहियो भनेर अहिले केही 1-2 जना मान्नेले बोले जस्तो हुँदैन। त्यहाँ बुझिहाल्नु, मैले कसैको नाम लगिन होइन। प्रधानमन्त्री पद चाहियो भन्ने कुरा हो त, त्यो त जनतामा गएर जितेर आउने कुरा हो होइन। त्यो कुरा स्वीकार्नु पर्यो हामीले होइन, त्यो चाहिँ हुँदैन संसदमा सधैँ। हामी 3 जना बसेका छौँ नि, हामी 3 जना एमसीसी वादी हुँ फेरि। उहाँ पनि एमसीसी को भोकल समर्थक हो, म पनि हो। तपाईँले त 4 पल्ट मुन्डे नै खुवाउनु भएको थियो होइन। त्यो मैले यो सन्दर्भमा किन भनेको, मैले त्यो किन भनेको भने होइन, मैले किन भनेको भने हामी उत्तेजनामा छैनौँ। हामीलाई यङ लिडर भन्ला होइन, मलाई भन्दा ज्यादा तपाईँहरूलाई भन्छन् यङ लिडर भने पनि हामी बुझेका छौँ क्या। एमसीसी किन चाहिन्छ, बीआरआई किन चाहिन्छ, इन्डियन एक्जिम ब्याङ्कको पैसा हामी किन लिन्छौँ होइन, के शर्तमा लिन्छौँ, त्यो हामीलाई थाहा छ नि। यी विषयमा जस्तो भनौँ न, यो मौका हो भने मैले त्यही भएर पोखरा एयरपोर्टको मिडियामा पनि धेरै बहस आइरहेको छ भनौँ। शेरबहादुर दाइले अथवा केपी ओलीले अथवा चाहिँ माधव नेपालजी, प्रचण्डजी बसेर चाइनिज लिडरहरूसँग बसेर 22 अरब पैसा तिमीहरूले अनुदानमा परिणत गर भन्यो भने मान्दैन होला त? के ठुलो कुरा छ? मान्छ मनाउन सक्ने हैसियत हामीले